कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको फोटो प्रतियोगिताको विजेता फोटोग्राफरहरूलाई विशेष समारोहबीच नगद पुरस्कार, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको छ। मन्त्रालयका अनुसार प्रदेशका प्रमुख पर्यटकीय पदमार्गहरू लालीगुराँस ट्रेल, मुन्दुम ट्रेल, फागुनन्दन ट्रेल र चिया बगान ट्रेलको प्राकृतिक सौन्दर्य, संस्कृति तथा पर्यटन सम्भावना झल्काउने उत्कृष्ट तस्बिरहरू प्रतियोगितामा समावेश गरिएको थियो। न्यूरो तथा स्पाइन सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया विराट नर्सिङ होममा अनुभवी विशेषज्ञ डाक्टरहरू तथा विश्वस्तरीय प्रविधि सहित भरपर्दो उपचार। विराट नर्सिङ होम, तपाईको स्वास्थ्य हाम्रो जिम्मेवारी। पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली तथा मन्त्रालयका सचिव डाक्टर इन्द्र प्रसाद सापकोटाले विभिन्न पदमार्गसँग सम्बन्धित उत्कृष्ट तस्बिर खिच्ने 9 जना फोटोग्राफरहरूलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा 70,000 रुपियाँ राशिको प्रथम पुरस्कार प्रतीक चामलिङ राई, रोशन राई, गिरिराज बास्कोटा र प्रजल खवासले संयुक्त रूपमा प्राप्त गरेका छन्। त्यसैगरी 40,000 रुपियाँ राशिको द्वितीय पुरस्कार सुन्दर मैनाली, सादी श्रेष्ठ र वर्धन कोयु राईले प्रदान गरिएको छ भने 20,000 रुपियाँ राशिको तृतीय पुरस्कार फुङसोहाङ जबेगुले प्राप्त गरेका छन्। मन्त्रालयले यस्ता प्रतियोगीले कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसार, पर्यटन प्रबन्धन तथा फोटोग्राफी क्षेत्रका प्रतिभालाई प्रोत्साहन हुने विश्वास व्यक्त गरेको छ।